निर्वाचन आयोगले दल सम्बन्धित ऐन बनाउने भनेर जुन मसौदा बनाएको छ त्यो मसौदा सरसरी हेर्दाखेरि बहुदलीय व्यवस्थाको प्रतिकूल, संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने खालको रहेको छ र यसले लोकतन्त्रमा दलहरूलाई कमजोर पार्ने, दलहरूलाई सिद्ध्याउने र दलहरूलाई नियन्त्रित गर्ने, उनीहरूको स्वतन्त्रतालाई समेत समाप्त पार्ने खालको रहेको छ। दलहरू जति संस्थागत हुन्छन्, जति स्वतन्त्र रूपले कार्य गर्न पाउँदछ, दलहरू जति नियमित हुन्छन्, त्यति नै दलीय व्यवस्था बलियो हुन्छ। तर जुन निर्वाचन आयोगले मसौदा तयार गरेको छ त्यो मसौदाले दलको आफ्नो स्वतन्त्रतालाई, आन्तरिक स्वतन्त्रतालाई समेत समाप्त पार्ने गरी तयार गरिएको छ। जस्तो केन्द्रीय समितिमा कति सदस्य हुने र कति नहुने, कतिजना सदस्यको विधान बनाउने नबनाउने कुरा राजनीतिक दलहरूले र तिनका महाधिवेशनले, तिनका विधान अधिवेशनले निर्धारण गर्ने कुरा हो। यो दलको स्वतन्त्रताको कुरा हो। तर त्यसलाई पनि निर्वाचन आयोगले नियन्त्रित गर्ने, न्यूनतम 21 जना, अधिकतम यतिजना भनेर जुन भनिएको छ, यो चाहिँ के हो भन्दाखेरि गलत छ। त्यसै गरी चाहिँ के भन्दाखेरि अर्को ठाउँमा एकल चुनाव चिन्ह लिएर भाग लिन नपाउने व्यवस्था, 2-3टा दल मिलेर यदि एउटै चुनाव चिन्हबाट चुनाव लड्छन् भने त्यो अहिलेको कानूनले दिएको अवस्था छ। त्यो व्यवस्था रहेको छ र विगतमा त्यसरी चुनाव लडेका छन्। त्यसलाई किन समाप्त गर्न खोजिएको हो त्यो अत्तो-पत्तो छैन, त्यसको कुनै स्पष्टता छैन। र सबभन्दा आपत्तिजनक कुरा के हो भन्दाखेरि यो पुरै यो मसौदालाई पढ्दा नेपालमा बहुदलीय व्यवस्था, बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई मास्ने, धरापमा पार्ने र द्विदलीय व्यवस्थातर्फ देशलाई लैजाने, बहुदलीयलाई समाप्त पारेर द्विदलीय व्यवस्थामा लैजाने र पछि बिस्तारै त्यो द्विदलीय व्यवस्थालाई पनि समाप्त पार्ने खालको चरित्रको यो मसौदा देखिन्छ। राष्ट्रिय पार्टी हुनका लागि भनेर र क्षेत्रीय पार्टी, प्रादेशिक पार्टी हुनका लागि जुन मापदण्ड तोकिएको छ, जसमा समानुपातिकमा खसेको 3% र पहिलो निर्वाचन हुने प्रणालीमा 70% सिटमा उम्मेदवारी दिनुपर्ने, 3वटा प्रदेशमा कम्तीमा एउटा चाहिँ के छ निर्वाचित हुनुपर्ने जस्ता प्रावधान लोकतन्त्र विरोधी छ। दलीय व्यवस्थालाई उपहास गरेर, बहुदलीयतालाई सिद्ध्याएर मुलुकमा खास गरी 2 ठूला दलहरूको इशारामा तिनीहरूको हैकम, तिनीहरूको प्रभुत्वलाई लाद्ने हिसाबले तयार गरिएको यो मसौदा हो। देशमा रहेका राष्ट्रिय दलहरू, राजनीतिमा रहेका पार्टीहरू जसले विगतमा निरङ्कुश तन्त्रका विरुद्ध लडे, लोकतन्त्रका लागि लडे, संघीय गणतन्त्रका लागि लडे, संविधान सभामा भाग लिए, संविधान बनाएर अहिलेसम्म संसदमा भाग लिएर आइरहेका छन्, 2टा दल बाहेक बाँकी सबै दललाई निस्तेज गर्ने, उनीहरूलाई सिद्ध्याउने, चुनावमा भाग लिन नदिने, लिइहाल्यो भने उनीहरूको हैसियतलाई समाप्त पार्ने यो खेल भएका छन्। ती विगतमा भएका दलहरू, अहिले प्रचलनमा रहेका दलहरू
ती कुनै पनि दल मलाई लाग्छ राजनीतिक दल अराष्ट्रिय हुन सक्दैन। सबै दल राष्ट्रिय दल नै हुन्। राष्ट्र भनेको जनता हो, जनताको लागि काम गर्ने दल कसरी अराष्ट्रिय हुन्छ? ती राष्ट्रिय दलहरू हुन्, राष्ट्रिय पार्टीहरू। तर ती पार्टीहरूलाई चाहिँ के छ भने 70% सिटमा उम्मेदवारी दिन पर्ने, प्रदेशमा 80%मा स्थानीय तहमा समिति बनाउनु पर्ने, 70% सिटमा उम्मेदवारी दिनुपर्ने, स्थानीय तहमा 80% दिनुपर्ने प्रदेशका लागि भन्ने जस्ता प्रावधान राख्नुको अर्थ के हो भने भइरहेका दलहरू, दुईटा दल बाहेक अरू दलहरूलाई सिद्ध्याउने र भविष्यमा नयाँ दलहरू खोल्न चाहनेलाई खोल्न नदिने, या खोले भने पनि ती दलले चाहिँ हैसियत प्राप्त गर्न नसक्ने, यस किसिमको षड्यन्त्रमूलक ढंगले ल्याइएको यो मसौदा हो। राजनीतिक दल सम्बन्धित यो ऐन जुन संशोधन मसौदा ल्याएको छ, यो मसौदामा हाम्रो घोर आपत्ति छ। यो दलीय व्यवस्था विरुद्ध छ, बहुदलीय व्यवस्था विरुद्ध छ, लोकतन्त्र विरुद्ध छ, लोकतान्त्रिक गणतन्त्रको विरुद्ध छ र दुईटा दलको हैकमलाई कायम राख्नका लागि तिनीहरूका लागि लेखिदिएको, ल्याइदिएको जस्तो छ। हुन त के छ भन्दाखेरि भन्दा हल्ला चल्या हो, ती अध्यादेश ल्याउने, ऐन ल्याउने र 10% चाहिँ के छ भन्दाखेरि थ्रेसहोल्ड राख्ने, त्यो कटाउन नसक्ने दललाई मान्यता नदिने जस्ता कुरा पनि चल्या हुन्। तर त्यसको जनस्तरमा व्यापक विरोध भइसकेपछि घुमाउरो पाराले अहिले त्यही लक्ष्य प्राप्त गर्नलाई यो मसौदा ल्याइएको। यो मसौदा यदि विधेयक बन्यो र विधेयकबाट ऐन बन्यो भने देशमा लोकतन्त्र समाप्त हुन्छ र यहाँ विद्रोह हुन्छ र त्यो विद्रोहले मुलुकलाई कहाँ पुर्याउँछ भन्ने यकिन गर्न सकिन्न। मुलुकलाई निरङ्कुशतातर्फ धकेल्ने, दुई दलीय व्यवस्थाको नाममा अरू दललाई समाप्त पार्ने, लोकतन्त्र सिद्ध्याउने र अन्ततोगत घुमाई फिराइकन चाहिँ फेरि मुलुकमा निरङ्कुश प्रणालीलाई स्थापित गर्ने भित्री रहस्य रहेको देखिन्छ। त्यो लक्ष्य, त्यो ध्येय प्राप्तिका लागि ल्याइएको यो मसौदा हो। यो मसौदा चाहिँ के छ भन्दाखेरि आपत्तिजनक छ। यो मसौदा बहुदलीय व्यवस्थाको विरोधीमा छ। यो व्यवस्थाले नयाँ दलहरूलाई निस्तेज पार्दछ र दलीय अभ्यासलाई कमजोर पार्दछ। दलको जुन आन्तरिक स्वतन्त्रता, स्वायत्ता छ त्यसलाई समाप्त पार्दछ। यस खालको मसौदालाई विधेयकको रूपमा प्रस्तुत गर्दा चाहिँ के भन्दाखेरि ज्यादा नै संवेदनशील हुनु पर्दछ, ज्यादा नै यसको दीर्घकालीन चाहिँ के असर के पर्ने हो, मुलुकको मा असर कस्तो पर्ने हो, यी सारा कुरालाई ख्याल गरेर यो खालको मसौदालाई चाहिँ के छ भन्दाखेरि खारेज गर्नुपर्छ, हटाउनु पर्दछ र दलीय व्यवस्थालाई संस्थागत गर्ने, दलहरूमा स्थायित्व हुने र दलहरू लोकतान्त्रिक प्रणाली अनुसार सञ्चालन हुने गरी चाहिँ के छ भन्दाखेरि अर्को मसौदा सम्बन्धित पक्षले तयार गर्नुपर्दछ र मसौदा तयार गर्ने कर्मचारीहरूले होइन, दल चलाउने कर्मचारीहरूले होइन, मसौदा तयार गर्ने विज्ञहरूले हो, राजनीतिक दल चलाउने नेताहरूले हो। राजनीतिक दलहरूको समझदारी, सहमतिका आधारमा विज्ञहरूले ड्राफ्ट गर्ने हो। तर यहाँ सबै कुरा आफ्ना कार्यकर्तालाई या कर्मचारीलाई जिम्मा लगाउने र जसले आफ्नो हित अनुकूल कार्य गरो मात्र गर्दछ त्यस्तो कार्यहरू गर्नु हुँदैन। त्यसकारणले यो दुईटा दललाई हैकमवादी बनाउन र बहुदलीय व्यवस्थालाई सिद्ध्याउन ल्याएको यो मसौदा जो लोकतन्त्र विरोधी छ, गणतन्त्र विरोधी छ, संघीयता विरोधी छ, यो समावेशितालाई यसले धज्जी उडाएको छ। यस्तो खालको मसौदालाई कुनै पनि हालतमा अगाडि बढाउनु हुँदैन, मन्जुरी दिनु हुँदैन र विधेयकको रूपमा यसलाई संसदमा ल्याउनु हुँदैन। यसप्रति हाम्रो घोर आपत्ति र घोर विरोध रहेको छ। धन्यवाद।